बिजी हुन्छ नि, सबै बिजी हुन्छ भनेर छिट्टै गरौँ भनेर उहाँले आजको दिन दिनुभएछ। त्यसैले यो अझ पावर पोइन्टमा यसो प्रेजेन्टेसन गर्न पाए झन् राम्रो होला, बुझ्ने अलि सजिलो होला भनेर उहाँले सुझाव दिनुभएको थियो। तर त्यही पावर पोइन्टमा कोसिस गर्दा गर्दै आफ्नै पावर गए एकदम यो काम नगरेको विषय भयो। तर गरेर हेरौँ न भनेर आफैले पनि पहिला यो पावर पोइन्ट बनाउने बानी थिएन, अर्काको हेर्ने मात्रै बानी छ। आज चाहिँ आफै गर्नुपर्छ। त्यसैले यो त्यसको लागि ब्याटरहरू पिक्चरहरू खोज्दै टाउकै दुख्यो। जे होस्, तर सिक्न चाहिँ मौका पायो। अब त्यसैले यो प्रेजेन्टेसनमा अलिक गडबड होला जस्तो लाग्छ। होला भएमा अलि धैर्य गरिदिनु होला। अब हाम्रो यो प्रज्ञापारमिता लिटरेचर इन नेपाल मण्डल भन्दाखेरि नेपाल मण्डलमा यो इङ्ग्लिस नेपालीमा अनुवाद गर्दाखेरि ठ्याक्कै उल्टो हुन्छ है। नेपाल मण्डलमा प्रज्ञापारमिता साहित्य। अब यो विषय मैले यो विशेष मेरो इन्ट्रेस्ट भएको कारण चाहिँ यो नेपाल मण्डल मात्र होइन, पुरा बुद्धिज्ममा प्रज्ञापारमिता शास्त्र अथवा सूत्रको ठुलो महत्त्व छ। एकदम जुन हामी टिबेटन चाहे चाइनिज बुद्धिज्ममा हामी जाओस्, चाहे यो नेपालको, चाहे इन्डियामा, चाहे नेवारी बुद्धिज्ममा, चाहे थेरवादी किन नहोस्, यो प्रज्ञापारमिता शास्त्र अथवा सूत्रको एकदम महत्त्व छ। बिना प्रज्ञापारमिता अध्ययन बिना हामी निर्माण अथवा यो मोक्षको अथवा बुद्ध धर्मको कुनै दर्शन राम्रोसँग बुझ्न सकिँदैन। त्यसैले मैले फेरि यो प्रज्ञापारमिता साहित्यमा हामी नेपालीहरू एकदम धेरै कम स्टुडेन्टै भए पनि बुद्धिस्ट स्टडी गर्ने स्टुडेन्टै भए पनि यो प्रज्ञापारमिता शास्त्र अन्तर्गत कसैले रिसर्च गरेको देखेँ। त्यसैले अब त्यहाँ मेरो भाग्यले भनौँ यो क्याम्पस अथवा त्यो स्कुल नगए पनि यो जुन 20-30 वर्ष अगाडि काठमाडौँ भ्यालीमा यो नेवारी स्कलरहरू थियो, त्यो ट्रेडिसनले भन्नु पर्यो, ट्रेडिसनले जुन यो बजाचार्यहरू प्रज्ञापारमिताका विज्ञहरू थियो, उहाँहरूसँग सङ्गत गरेर केही सिक्ने मौका चाहिँ पाइयो। तर अहिले उहाँहरू सबै बित्नुभएछ। अब यो नेवारी समाजमा प्रज्ञापारमिता सम्बन्धी हामी सिक्न चाह्यौँ भने कोही चाहिँ यसको बारे ठिक्क भन्ने चाहिँ उहाँहरू छैन अहिले। त्यसैले अहिले यो प्रज्ञापारमिता साहित्यमा अब नयाँ स्टुडेन्टहरू, अहिले त एकाडेमिक कलेज पनि खोलिसक्यो, स्टुडेन्टहरू ढमाढम उत्पादन भइरहेछ। त्यसैले उहाँहरू यो प्रज्ञापारमिता शास्त्र सूत्रमा पनि अलिक ध्यान पुगोस् भन्ने मेरो इच्छा हो, मेन एम हो। अब यो हिस्ट्री ओभरभ्यू संस्कृत बुद्धिज्म इन नेपाल। अब यो हामी नेपालको बुद्धिज्ममा एक्चुअली हिस्ट्रीमा जाउँ भन्दाखेरि संस्कृत बुद्धिज्म इन नेपाल यो भन्नु परेको किन भन्दाखेरि अहिले पहिला 150-200 वर्ष अगाडि काठमाडौँमा टिबेटनहरू पनि थिएन, यो थेरवाद पनि थिएन। पुरा यो भक्तपुर, ललितपुर, काठमाडौँ सबै ठाउँमा यो गोर्खाहरूले अथवा संस्कृत यो ल्याङ्ग्वेजको माध्यमले पढाउने अथवा सबै पूजा क्रिया पाठ गर्ने सिकाउने संस्कृत माध्यम नै हुन्थ्यो। त्यसैले अहिलेको हिसाबमा यो नेपाल मण्डलको बुद्धिज्म भन्दाखेरि यो सबै
समेट्न जान्छ नि। अनि टिबेटन पनि त्यसैमा आउँछ। नेपाल मण्डल अन्तर्गत टिबेटन बुद्धिज्म पनि मिक्स भइसक्यो अहिले, थेरवाड पनि मिक्स भइसक्यो। त्यसैले त्यसको अर्कै यो नेवार बुद्धिज्मको आइडेन्टिफाई खोज्नु पर्दाखेरि अब नेवार बुद्धिज्म पनि भन्न मिलेन। किन भन्दाखेरि नेवार भाषामा त छैन नि, त्यसको पाठ गर्ने पूजा विधिहरू सबै संस्कृत ल्याङ्ग्वेजमै छ। त्यसैले आइडेन्टिफाईको लागि मात्र संस्कृत बुद्धिज्म भन्ने हामीले एउटा यो टपिक लिएको भन्नु पर्यो। अब यो इन्डो काठमाडौँ भ्याली अल्सो नोन एज अ नेपाल मण्डल, यो चाहिँ हाम्रो यो विषयमा गयो। नेवार बुद्धिज्म इन संस्कृत बुद्धिज्म पनि सेम हामी अघि कुरा गरे अनुसारै भयो। नेवार बुद्धिस्ट इन द काठमाडौँ भ्याली। अब यो नेवार बुद्धिस्ट इन काठमाडौँ भ्याली खास त यो संस्कृत बुद्धिस्ट भन्नु पर्यो। हामी यदि यो लिच्छवीकालीनमा जस्तै हामीले संस्कृत ल्याङ्ग्वेजबाटै बुद्धिज्म चलाइरहेको भए संस्कृत बुद्धिज्म जस्तै हुने थियो। तर यो नेवारहरूले संस्कृत ल्याङ्ग्वेजलाई एक्सेप्ट गरेर त्यो बुद्धिज्मलाई कन्टिन्यू गरेछ। अरू सबै देशहरूमा चाइना तिब्बत सबै ठाउँमा यो आफ्नो आफ्नो भाषामा अनुवाद गर्यो। तर नेवारहरूले सबैले यो संस्कृत भाषालाई नै यो माध्यम, यो बुद्धिज्मको माध्यम भाषा बनाएर चलाएको भएर हामी संस्कृत बुद्धिज्म भनेर यसलाई नेवार बुद्धिज्मलाई नै संस्कृत बुद्धिज्म भन्ने हामी सोचौँ भनौँ न। त्यसैले अहिलेको वातावरण अनुसार हामी नेवार बुद्धिज्म एज संस्कृत बुद्धिज्म एज बराबरै हो। अब किन संस्कृतमै हामीले आफ्नो भाषामा कन्भर्ट नगरिकन संस्कृतमै गऱ्यो होला त हामी नेवारहरू भन्दाखेरि यो काठमाडौँ भ्याली यो लिच्छवीकालीन मल्लकालसम्म यहाँको ल्याङ्ग्वेज नै भाषा नै यो सिलेबस भनौँ न, सिलेबस नै यो संस्कृत भाषामा थियो अनिवार्य रूपमा। पहिला त त्यो क्याम्पस स्कुलहरू त्यस्तो थिएन। त्यसैले यो अमरकोश, संस्कृत ग्रामर कौमुदी अथवा अरू पनि धेरै किसिमको ग्रामरहरू छ, बुद्धिस्ट ग्रामरहरू। त्यो ग्रामर पढ्नुपर्ने। अनि त्यो ल्याङ्ग्वेज सिकेपछि त्यसपछि अभिधर्मकोश, अभिसमयालङ्कार त्यस्तो बुद्धिस्ट स्टडीहरू गर्दै जाने परम्परा थियो। अनि अब यो प्राचीन कालदेखि नै संस्कृत यो भाषामा काठमाडौँमा सबै सरकारीमा पनि, सरकारी अफिसमा पनि, यो जानकामा पनि यो माध्यम भाषा भएकोले यो ल्याङ्ग्वेज ट्रान्सलेट गरिराख्नु परेन नि। यदि ल्याङ्ग्वेज नेवार भाषामा कन्भर्ट गरेको भए अझ हामीलाई गाह्रो हुन्थ्यो। त्यो शब्द नमिलेर पनि अथवा त्यो पुरा टेक्स्टहरू यो ट्रान्सलेट नहुने थियो। अब संस्कृतमै सबै संस्कृत ल्याङ्ग्वेज नै एक्सेप्ट गरेपछि यो बुद्धिज्मको, महायान बुद्धिज्मको, टन्डरयान बुद्धिज्मको किताबमा कुनै टन्ड भएन नि। त्यो इन्डियाबाट जुन यो शास्त्र कमेन्ट्रीहरू अथवा सूत्रहरू काठमाडौँमा आउँथ्यो त्यो आफै सबै पढ्न सक्ने यो एबिलिटी थियो हामी यहाँका त्यो बुद्धिस्टहरूमा। यो प्याराग्राफ त ठिकै छैन है, लाइन त ठिकै छैन। अब हिस्ट्री ओभरभ्यू प्रज्ञापारमिता लेख्दैछ। अब यो प्रज्ञापारमिता शास्त्र र सूत्र यो
भगवान् बुद्धको देशना मध्ये महायानको शून्यता बारेमा उहाँले देशना गर्नुभएको शास्त्र अथवा सूत्रलाई नै हामी प्रज्ञापाण्ड साहित्य भन्छौँ। अब यहाँ काठमाडौँ भ्यालीमा यो अभिलेखालयमा भएको टेक्स्टहरू बाहेक अरू त्यो विदेशहरूमा जुन म्यानुस्क्रिप्टहरू कलेक्सन भएको छ त्यसको आधारमा हामी यो प्रज्ञापाण्ड साहित्यको यो इतिहास हामी निकाल्न सक्छौँ। यद्यपि अहिलेसम्म प्रज्ञापाण्डको इतिहास साहित्यको इतिहासबारे कसैले आर्टिकल पनि लेखेको छैन, कुनै कसैले त्यसको बारे रिसर्च गरेको मैले थाहा पाएँ छैन अहिलेसम्म। अब तैपनि ऐतिहासिक यहाँ प्रकाशित भएका ऐतिहासिक किताबहरूमा पनि यो प्रज्ञापाण्ड साहित्यबारे केही उल्लेख भएको पाइँदैन। त्यसैले यसको अब खोज्दै जाँदा यो राष्ट्रिय अभिलेखालयबाट प्रकाशित भएको म्यानुस्क्रिप्टको विवरण अरू जुन एक्सफोर्ड क्याम्ब्रिज युनिभर्सिटी त्यहाँ भएका यो बौद्ध सूत्र शास्त्रका म्यानुस्क्रिप्ट पाण्डुलिपि भन्नु पऱ्यो होइन, पाण्डुलिपिहरूमा हामी ऐतिहासिक त्यसमा कोलोफर्म हेर्दाखेरि यो प्रज्ञापाण्ड हिस्ट्रीबारे अलिक जानकारी चाहिँ हामीलाई मिल्छ। अब त्यसमध्ये यो प्रज्ञापाण्ड साहित्य वास्तवमा बुझ्न चाहिँ अलिक गाह्रो अहिलेकाहरू लागि मात्र होइन कि पहिलाका लागि पनि त्यस्तो थियो। त्यसैले अब नालन्दा विक्रमशिलाका विद्वानहरूले पनि यो प्रज्ञापाण्ड साहित्यबारे सबैले डिटेल अध्ययन गरेको चाहिँ पाइँदैन। कसैले मात्र जस्तै असङ्ग, वसुबन्ध, हरिभद्र इत्यादि शान्तरक्षितहरू उहाँहरू ठुल्ठुलो यो प्रज्ञापाण्डमा विशेष अध्ययन गरेको पाइन्छ। तर सबैले त्यो प्रज्ञापाण्डमा अनिवार्य रूपमा त्यसमा अध्ययन गरेर त्यसको कमेन्ट्री अथवा अरू लेखहरू त्यो रचना भएको चाहिँ त्यति छैन। त्यसैले अब यहाँ नेपालमा त्यसको हिस्ट्री खोज्दाखेरि कस्तो मेसेज अथवा मेटेरियल पाइयो भन्दाखेरि यहाँको जुन अभिलेखालयमा हजारौँ बौद्ध किताबहरू छ अथवा पाण्डुलिपिहरू छ। अहिले पनि त्यो हजारौँ पाण्डुलिपिमा यो प्रज्ञापाण्ड सम्बन्धी किताब पाण्डुलिपि खोज्यो भने त्यो त धेरै अगाडि हो, अथवा त्यो 12औँ 13औँ 14औँ 16औँ 6-7 शताब्दीतिर मात्र यो प्रज्ञापाण्डको म्यानुस्क्रिप्टहरू पाइन्छ। त्यति अगाडि त्यस यहाँ स्टडी हुने यहाँ चलन थियो। त्यसो भएर त्यति यो 12औँ शताब्दी अथवा अगाडिको 8औँ 7औँ शताब्दीको यो तालपत्रहरूमा प्रज्ञापाण्डहरू यो त्यसको टीका कमेन्ट्रीहरू त्यो पाउँछ। तर पछि आएर जस्तै अब अभय मल्लको पालादेखि पछाडि यो शाहकालीनसम्म पनि त्यो प्रज्ञापाण्ड सम्बन्धी कमेन्ट्री त्यसमा स्टडी गर्ने बानी त्यति ठुलो व्यापक रूपमा नभएको, तर पाठको रूपमा अथवा पाठ गर्ने पूजा पाठको लागि मात्र गर्ने त्यस्तो चाहिँ चलन चाहिँ थियो भने बुझिन्छ। त्यसको मतलब के भन्दाखेरि त्यसको लिस्ट खोज्न हामीले ऐतिहासिक टाइम पिरियड मिलाएर हेऱ्यो भने त्यो पूजा पाठको लागि मात्र प्रज्ञापाण्ड रचना गरेको, कसै अब आफ्ना मातापिताहरू त्यो दिवंगत भएको त्यो स्मृतिमा त्यो प्रज्ञापाण्ड लेखेर आफ्नो घरमा राख्ने अथवा त्यो जङ्गो रसकर्म गरेर त्यो प्रज्ञापाण्ड राखेको त्यस्तो किसिमको मात्र धेरै किताबहरू त्यो म्यानुस्क्रिप्टहरू यहाँ मल्लकालसम्म पनि त्यस्तै भएको चाहिँ पाइन्छ। तर यो प्रज्ञापाण्ड
अब नालन्दा विक्रमशिलाका यो पण्डितहरूको सम्मान जोडेर कुरा गर्दाखेरि नालन्दा विक्रमशिलामा यो प्रिया पाण्डे सम्बन्धी असँग यो हरिभद्र आदि विद्वानहरूले एकदम धेरै मेहनत गरेको देखिन्छ। अब त्यसमा यति मात्रै सम्झौँ, हामी उहाँहरूको वर्णन गऱ्यो भने फेरि हामी त्यसैमा टाइम जाने विवट छैन। त्यसैले त्यसको कुरा फेरि हामी मौका मिल्यो भने त्यसको पनि हामी वर्णन गरौँला। तर यहाँ काठमाडौँको यो इतिहास, प्रिया पाण्डे सम्बन्धी इतिहास हेर्दाखेरि 5औं 6औं शताब्दीसम्म यहाँ त्यो प्रिया पाण्डे सम्बन्धी लेखपढ गर्ने, त्यो सिकाउने परम्परा थियो भन्ने चाहिँ हामी म्यानुस्क्रिप्टको त्यो कालक्रममा कति कुन बेला कस्तो किसिमको यो प्रिया पाण्डे शास्त्र त्यहाँ रचना भयो भन्ने यहाँ अभिलेखालय आदि ग्रन्थालयहरूमा गयो भने हामी त्यसमा बुझ्न सकिन्छ। त्यसपछि अब पाठ जस्तै नाम सन्धि जस्तै पाठ मात्र गर्ने चलन चाहिँ त्यो अझै मल्लदेखि तलसम्म अहिलेसम्म पनि त्यो चलन चाहिँ कायमै देखिन्छ। तर त्यसमा स्टडी गर्ने, त्यसको लक्ष्य के हो, त्यसको दर्शन के हो, त्यसको हामी के भावना गर्नुपर्ने, त्यो चाहिँ कसैले सोचेको देखिँदैन। अब हिस्ट्रीको लिटरेचर हामी देखिने डिफरेन्ट स्कलर सच मैत्रेय, हरिभद्र एन्ड असंग। यो प्रिया पाण्डे सूत्रमा प्रिया पाण्डे सूत्र नबुझ्ने भन्ने हामीलाई मात्र होइन कि अब असंग जस्तो बोधसत्वलाई पनि त्यो प्रिया पाण्डे नबुझेर समस्या भएको देखिन्छ। यो बौद्ध इतिहासमा असंग जस्तो एकदम ठुलो विद्वान नालन्दा अथवा विक्रमशिलाको समयको विद्वान, उहाँलाई पनि यो प्रिया पाण्डे के हो, कसरी बुझ्ने, त्यसको मिनिङ के हो भन्ने थाहा नपाएर उहाँले पनि यो गुफामा गएर 12औं वर्षसम्म तपस्या गरेर मैत्रेय साधना गर्नुहुन्थ्यो। अब कुनै उपाय भएन, त्यति बेला त्यसका विद्वानहरू पनि थिएन। अनि अब के गर्नु, अब साधना मैत्रेय बोधसत्वले साधना गर्नु पर्यो भनेर उहाँले मैत्रेय बोधसत्व साधना गरेर प्रिया पाण्डेबारे बुझ्न कोसिस गर्नुभएको थियो। अब यो कथा चाहिँ सबैले सायद सुनिसकेको पनि हुनसक्छ, त्यसैले यो कथामा चाहिँ नजाउँ। अब मैत्रेय बोधिसत्वले त्यो असंगलाई पाँचवटा शास्त्रहरू यो महायान बुद्ध धर्म बुझ्नको लागि उहाँले प्रदान गर्नुभएको थियो। यो अभिसमय अलङ्कार, महायान सूत्रालङ्कार, धर्मता विभाग, मध्यान्त विभाग, उत्तरतन्त्र। उनीहरू यो महायान बुद्ध धर्मको विभिन्न सब्जेक्टलाई बुझ्नको लागि, त्यसमध्ये जस्तै महायान सूत्रालङ्कारले महायान धर्म के हो, कसरी बुझ्ने, त्यसको सिस्टमेटिक के हो भने महायान सूत्रालङ्कारले बुझाउँछ। श्रावक र महायानमा के फरक छ, के डिफ्रेन्स छ, कसरी ध्यान गर्नुपर्छ इत्यादि सबै महायान सूत्रालङ्कारले बुझाउँछ। त्यस्तै अभिसमय अलङ्कारले प्रिया पाण्डे शास्त्रलाई बुझाउँछ। अब हामीले यसो महायान सूत्र अथवा प्रिया पाण्डे पढ्यो भने के हो के लेखे हो, के भनेको हो भने हामीले एकदम कन्फ्युज हुन्छ। तर यो अभिसमय अलङ्कार एकदम छोटो पनि छ, क्लियर पनि छ प्रिया पाण्डे शास्त्रको। अभिसमय अलङ्कारले हामीले जस्तै हामी अब नागार्जुन इन्स्टिच्युट आउनु पर्यो भन्दाखेरि हामी उता बाटोमा अलमल भएर कहाँ होला भनेर कहिले अलमल हुन्छ नि,
त्यसो बेला यसो नागार्जुन त्यस्ता कति हुने आएर डियर जाम बाटो बिराएर कता पुग्नुपर्छ ए बाटो बिराएर मैले यही उडान लिएको थिएँ त्यसै भएर अब यो अभिसमय अलङ्कार कस्तो ग्रन्थ भन्दाखेरि अब यहाँ अभिसमय अलङ्कारकै विद्वानहरू हुनुहुन्छ प्रिया पाण्डेको विद्वान हुनुहुन्छ तपाईँहरूको अगाडि मैले फेरि त्यसको वर्णन गर्न अलिक असजिलो नमिठो यो सूर्यलाई बत्ती देखाउनु जस्तै होइन अब त्यस्तै जस्तै नागार्जुन इन्स्टिच्युट यहाँ छ भनेर त्यो आरोले नागार्जुन इन्स्टिच्युट देखाउँछ नि ठिक त्यस्तै प्रिया पाण्डे सूत्र त्यसको मिनिङ के हो भने यो अभिसमय अलङ्कारलाई एरो जस्तै लेखेको छ एकदम स्टेप बाई स्टेप त्यसको यो अभिसमय अलङ्कारमा 70 पोइन्ट छ 17वटा विषयहरू डिफ्रेन्ट विषयहरू छ त्यो विषयले यो यहाँदेखि यहाँसम्म यो विषयमा जस्तै प्रिया पाण्डेमा पञ्चविंशति शास्त्रीकोमा गयो भने हामी पहिला बोधिचित्त उत्पत्ति गर्नुपर्छ भन्ने बोधिचित्तको बारे कुरा आउँछ त्यो अष्टशास्त्रीकोमा त्यति छैन फेरि एकदम छोटोमा अष्टशास्त्रीकोमा छ पञ्चविंशति शास्त्रीकोमा यसमा डिटेल छ अब यो जस्तै अभिसमय अलङ्कारमा भू हेम चन्द्र ज्वलनै भनेर त्यो बोधिचित्तको सब्जेक्ट दिएको हुन्छ त्यो सिम्बलको रूपमा भू भनेको पृथ्वी हेम भनेको त्यो सुन चन्द्र भनेको चन्द्रमा बोधिचित्त त्यो त्यसको गुण त्यो स्टेप बाई स्टेप त्यो हो हेम चन्द्र भनेर त्यो अभिसमय अलङ्कारमा दिएको त्यो अभिसमय अलङ्कार हो भनेको के भने त्यो फेरि पञ्चविंशति शास्त्रमा गयो भने त्यसको 3-4 लाइनमा प्याराग्राफी दिएको त्यसरी तर जति त्यसको खोज्दै गएर त्यो प्रिया पाण्डेको मिनिङ अर्थहरू सबै राम्रोसँग खुल्दै जान्छ यस्तो अब एकदम गजबको अर्थ लाग्ने अभिसमय अलङ्कार मैत्रेयले यो बोधलाई दिनुभएको थियो त्यसपछि अभिसमय यो प्रिया पाण्डेको बारे बुझ्नको लागि यो विद्वानहरूलाई अथवा हाम्रा गुरुहरूलाई सजिलो भएको देखिन्छ त्यसपछि अभिसमय अलङ्कारकै आधारमा सबैले त्यसैको आधारमा व्याख्या गरेको धेरै जस्तो जस्तै शान्ति कर भन्ने त्यो अर्को विद्वान छ उहाँले पनि अभिसमय अलङ्कारमै आधारमा त्यो प्रिया पाण्डेलाई व्याख्या गरेको छ त्यो बाहेक पनि अरू धेरै किताबहरू अभिसमय अलङ्कारकै आधारमा त्यो व्याख्या गरेको छ अब मैत्रेय उहाँले अभिसमय अलङ्कार नै शास्त्र नै तयार अभिसमय अलङ्कार प्रिया पाण्डे उपदेश शास्त्र भन्ने यो हाम्रो अब नेपालमा त्यसको स्टडी एकदम खत्तम नै भन्नुपर्छ यो टिबेटनहरूमा चाहिँ राम्रैसँग पढाउने त्यो कण्ठ गर्ने त्यो व्याख्या गर्ने अहिले पनि चलिरहेछ हाम्रो नेपाल इन्डिया भनौँ न नेपाल इन्डियामा यसको अथवा संस्कृतमा त्यसको व्याख्या गर्ने चाहिँ अहिले त्यो हराइसकेको परम्परा अब मैत्रेय बोधिसत्वले यो प्रिय असङ्गलाई त्यो शास्त्र दिएपछि अब प्रिया पाण्डे बुझ्नको लागि अलिक सजिलो भयो मैत्रेय अब हरिभद्र त्यसपछि 12औं शताब्दी सायद 11औं-12औं शताब्दी हुनुपर्छ हरिभद्र यो प्रिया पाण्डेको एकदम महान विद्वान मध्ये यो हरिभद्र यो विक्रमशिला बिहारमा त्यस धर्मपाल भन्ने कुन एउटा राजाको पालामा उहाँले अष्टशास्त्रीका प्रिया पाण्डे बुझ्नको लागि धेरै दिन धेरै मेहनत गरेर
यो अहिले चाहिँ नेवारी भाषामा पनि त्यसको अनुवाद भएर प्रकाशित गरेको छ। अष्टशास्त्री प्रज्ञा पारमिता आलोक भन्ने हामी अहिले जुन अहिले गोल्डन टेम्पलमा प्रज्ञा पारमिता पाठ गरिरहेको छ त्यसमा अब पाठ गर्नेले पनि बुझेको छैन, हामी सुन्नेले पनि बुझेको छैन। अब त्यो बुझ्न सकोस्। अब अहिले मात्र त्यो समस्या होइन, त्यो बुढका त्यो अब नालन्दा अथवा विक्रमशिला विश्वविद्यालयमा पनि त्यस्तो समस्या थियो पहिला। त्यही समस्या समाधानको लागि यो अभिसमय अलङ्कारको रचना भएको हामी त्यहाँ पाउँछौँ। अब उहाँ हरिभद्रको उहाँ अहिले लोटस सेन्टरबाट प्रज्ञा पारमिताको जुन अनुवाद भएको छ त्यसको नेवारी सूत्र र हरिभद्रको आलोक मिलाएर त्यो कम्बाइन गरेर प्रकाशित गरिसकेको छ। अब यदि हामी मेहनत खोज्यो भने अहिले जुन प्रज्ञा पारमिताको इन्ट्रेस्ट हुने अथवा त्यसमा रुचि हुनेहरूले अहिले त्यो किनेर खोजेर त्यसको बुझ्न सकिन्छ। तर यसो हामीलाई अलिक सजिलो त भइसक्यो, सजिलो भए पनि तर समस्या के छ भने हामी हेर्नसाथ बुझ्यो भने त्यसलाई एक्सेप्ट गर्ने अलिक गाह्रो 2-3 वर्ष खोप्यो पनि केही बुझ्न बुझ्ने अलिक गाह्रो भयो भने तुरुन्तै छट्ने हामीहरूको त्यस्तो बानी छ। त्यसैले बुझ्न मेहनत गरेर बुझ्न सकिने चिज पनि हामीले छोडेको पाइन्छ। अहिले अब हजारौँपट्टि त्यो किताब पब्लिस भएको छ, तर अहिलेसम्म त्यसको बारे सबै किनिसक्यो, धेरै 500-600 किताब पनि किनिसक्यो। तर सबैले लगेर ऱ्याकमा हाल्ने, यसो एकचोटि हेर्ने, यत्रो ठुलो भन्ने अलि भान भएको देखिन्छ। त्यो वास्तवमा ठुलो पनि होइन, त्यसमा संस्कृत भिटा अनि नेवारीमा पनि यो सूत्र पनि टेक्स्ट त्यो कमेन्ट्री पनि मिक्स भएकोले मात्र ठुलो भएको। वास्तवमा त्यति ठुलो चाहिँ होइन, 8000 श्लोक हुने वास्तवमा। अलिक गाह्रो छ कि नबुझ्ने चाहिँ भएछैन होला है। अहिले यो अलिक रसरङ्ग जस्तो चाहिँ नभएकोले हाम्रो यो विषयवस्तु अलिक गाह्रो होला। डिफ्रेन्ट स्कलर एज अफ मैत्रेय हरिभद्र एन्ड असङ्ग भने जस्तै मुख्य स्कलरहरू उहाँहरू हुन्। त्यो बाहेक अरू पनि धेरै किसिमका यो प्रज्ञा पारमितामा त्यो मेहनत गरेर गइसकेका विद्वानहरू धेरै छ। अहिले हामी त्यसको वर्णन गरेर पनि साध्य छैन। अब यति नै हामी बुझौँ न त्यो प्रज्ञा पारमिताको बारे। अब डिफ्रेन्ट पर्सन अफ द प्रज्ञा पारमिता लेटर्स। डिफ्रेन्ट पर्सन भन्दाखेरि प्रज्ञा पारमिताको पनि धेरै किसिमको छ। कुनै 1 लाख श्लोक, कुनै 25,000 श्लोक, कुनै 20-18,000 श्लोक, कुनै 10,000 श्लोक, कुनै 8,000 श्लोक, कुनै 500 श्लोक, अझ घट्टा एकाक्षरी प्रज्ञा पारमिता भनेर एउटा मात्र आक्षर त्यस्तो पनि प्रज्ञा पारमिता छ। त्यस्तै 1 श्लोक कि प्रज्ञा पारमिता भनेर 1 श्लोक मात्र प्रज्ञा पारमिता। एक श्लोकी प्रज्ञा पारमिता, वज्रछेरीका प्रज्ञा पारमिता, हृदय सूत्र, त्यसै सानो पनि सूत्र छ। लामो भएर 1 लाख श्लोक पनि छ। त्यसै हुनु परेको किन भन्दाखेरि हामी प्रज्ञा पारमितामै लेखेको छ मान्छेको रुचि अनुसार त्यो प्रज्ञा पारमिता वर्णन गरेको रुचि अनुसारको कुनै नबुझेर अब अष्टशास्त्रीले केही भनेको बुझेन त्योभन्दा ठुलो होला कि भन्ने हुन्छ नि उहाँहरूको लागि। अब म आफैले त्यो अध्ययन गर्दाखेरि पनि त्यो महसुस भयो। अभिसमय अलङ्कारमा नभएको
कुराहरू यो अर्थशास्त्रका यो अर्थशास्त्रकामा नभएको कुराहरू पञ्चविंशति शास्त्रकामा धेरै पाइयो। जस्तै अब अभिसमयका यो अर्थशास्त्रकामा दशभूमिको बारे वर्णन छैन। अब त्यही दशभूमिका बोधसत्वहरूको के लक्षण हुन्छ, बोधसत्वहरूको दशभूमिसम्मका सम्ममा के अभ्यास गर्नुपर्छ भन्ने त्यो जुन पञ्चविंशति शास्त्रकामा वर्णन दिएको छ त्यो सबै यो अर्थशास्त्रमा छैन। भन्दाखेरि टेक्स्ट ठुलो हुँदाखेरि डिटेल त पाइने चाहिँ रहेछ, तैपनि यो सत्वशास्त्रका 1,00,000 श्लोकको क्रियापाण्डमा गयो भने हामीले यो पढ्दा बोर पनि हुनसक्छ, किनभने त्यसमा लाइन एकदम डरेर आउँछ। अब त्यो पनि त्यो उहाँको अथवा क्रियापाण्ड शास्त्र सूत्रको उद्देश्य अथवा बुद्धको उद्देश्य भन्नु पऱ्यो। कुनै चिज जस्तै हामी पाठ गर्दाखेरि नाम सङ्गीत नै भनौँ न, नाम सङ्गीत दोहोऱ्याइ त्यो पाठ गरिरहँदाखेरि केही महिना बसेर त्यो कन्ठाइ आउँछ नि। ठिक त्यस्तै क्रियापाण्डको विषयवस्तुहरू हामी दोहोऱ्याइ पढ्न सक्यो भने अथवा पढ्न पाइयो भने हामी कोसिसै नगरिकन हामी मेमोरी हुँदै जान्छ त्यो सब्जेक्टहरू। तर केही सब्जेक्ट सानो सूत्रमा हामी त्यसमा कम्प्लिट त्यो टेक्स्ट कुरा पनि हुँदैन, फेरि त्यो छोटकरीमा हुन्छ। छोटकरीमा हुँदाखेरि हामी पुरा ज्ञान चाहिँ पाइँदैन। त्यसैले यो डिफ्रेन्ट पर्सन अफ क्रियापाण्ड लिटरेचर पर्सन डिफ्रेन्ट भएको चाहिँ कारण थियो। अब कसैलाई मलाई त्यति ठुलो त्यति लामो कुरा चाहिँदैन भन्ने हुन्छ नि। उहाँहरू गुरुहरू पनि माटो पाल्नुभएछ, मलाई झन् अप्ठ्यारो यहाँ नजान्नेहरूलाई कुरा सिकाउने थियो, नजान्ने ठानेर अब तपाईँहरू पाल्नुभएछ भनेपछि त अलिक आपत्ति त्यो कुमारहरू चाहिँ चक्कर मारेको त्यसै भएको छ कि नमिलेन गलत भएमा माफ गरिदिनु है। डिफ्रेन्ट पर्सन अफ क्रियापाण्ड लिटरेचर हामी नेपाल इन्डियामा नेपाल तिब्बतमा धेरै जस्तो अर्थशास्त्रका नै युज गरेको देखिन्छ। अब पाठ गर्ने सबै ग्रुप मिलेर पाठ गर्नेको रूपमा सतशास्त्रीय 1,00,000 श्लोकको चलन चल्ती भएको देखिन्छ। अब यो डिफ्रेन्ट पर्सन अफ क्रियापाण्ड यदि कसैले क्रियापाण्ड मलाई छोटकरीमै बुझ्न चाहन्छु के हो क्रियापाण्ड हो भन्ने बुझ्न चाहियो भने त्यो हार्ड सूत्रमा कम्प्लिट त्यसको थ्योरी क्रियापाण्डको मेन थ्योरी क्रियापाण्डमा जस्तै रूपै सुनेतै रूप निर्माणै यो संसार नै निर्माण नै संसार भन्ने एकदम त्यो मेन त्यो क्रियापाण्डको थ्योरी। अब हार्ड सूत्र बुझेर पनि हामी क्रियापाण्डको बारे अथवा बुद्धित्वको लाइन अभ्यासको लागि त्यो हार्ड सूत्रले पुग्दैन। फेरि हार्ड सूत्र भनेको के भने हाम्रो हार्ट पनि निकालेर त्यसमा रबर सप्लाई गरेर त्यसमा के चाहिने हामीले त्यो केमिकलहरू सप्लाई गऱ्यो भने हामी मान्छे त्यो मरिसक्यो भने त्यो हार्ट चाहिँ चलिरहन्छ, त्यस्तो पनि हुन्छ। अब हार्ट चाहिँ चलिरहेछ भनेको मान्छे छ जीवित छ भनेको चाहिँ होइन नि, होइन। ठिक त्यस्तै हार्ट सूत्रले यो मान्छेको जीवनको लागि नहुने त्यो अङ्ग चाहिँ त्यो हो। तर त्यसले
अब हार्ट यहाँ चलेको भए पनि त्यसले कुरा गर्दैन, त्यसले मेमोरी गर्दैन, त्यसले विचार गर्ने त्यो केही क्षमता हुँदैन नि। ठिक त्यस्तै प्रियपार्मिताको हार्ट सूत्रले प्रियपार्मिताको मूल अर्थ चाहिँ दिन्छ, तर फङ्सन चाहिँ त्यही गर्दैन। अब हामी अर्थशास्त्रीका बजेटका प्रियपार्मिता त्यसमा गएपछि त्यसको फङ्सन चाहिँ अब हार्ट खुट्टा भयो जस्तै त्यसले फङ्सन गर्छ। अब बोर्डसटेको चर्या के हो, बोर्डसटेको अभ्यासहरू उहाँहरूले सिक्नुपर्ने के हो भने त्यो जति जति यो प्रियपार्मिता सूत्र लामो हुँदै जान्छ त्यति क्लियर हुँदै आउँछ। अब अर्थशास्त्रको प्रियपार्मिता पढिरहेका भनौँ न, यहाँ राजभाइ गुरुजी हुन्छ, उहाँ झनै दिनदिनै प्रियपार्मिता पाठ गरिरहेकै हुन्छ। अब केही बुझेको अवश्य हुनुपर्छ उहाँ अब एकाडेमिक स्टुडेन्ट पनि हुनुहुन्छ, प्रियपार्मिता गुरुजी पनि हुनुहुन्छ, एकदम प्र्याक्टिसमा छ, अलिअलि त अनुभव त्यसको पाठको भएकै हुन्छ। अब अर्थशास्त्रका मात्र भएकोले त्यसमा डिटेल छैन भन्ने उहाँलाई भान होला। अब आफै मलाई नै अनुभव भएअनुसार पहिला थेरवाद र महायान अलग्गै, अथवा महायान प्रियपार्मितामा थेरवादी कुरा छैन, अथवा थेरवादीहरूलाई महायानको अथवा प्रियपार्मिताको कुरा अथवा प्र्याक्टिस अभ्यासहरू थेरवादमा छैन भन्ने जस्तो यो डिफ्रेन्ट फिलिङ थियो। अरूलाई पनि होला, मलाई पनि थियो। अब जब यो पञ्चविंशति शास्त्रीको यो अध्ययन गर्न लागेपछि अब विपස්සनामा जुन सिकाउने 4 स्मृति प्रस्थान ध्यानहरू, विपස්සनाका विधिहरू, आनापाना स्मृति ध्यानहरू यो विपස්සनामा मात्रै हो, थेरवादमा मात्रै हो भन्ने लागेको थियो। अहिले पनि तपाईँहरूलाई सायद लाग्ला कसैलाई। तर यो पञ्चविंशति यो पढ्दै जाँदाखेरि त्यसको पहिलो सर्वाकार गीता परिवर्तनमा पुरा यो स्मृति प्रस्थानको कायानुपස්සना, वेदानुपස්සना, चित्तानुपස්සना त्यसमा कम्प्लिट जस्तै थेरवादमा जस्तै छ त्यस्तै दिएको छ। अलि मात्रै कुरा के फरक छ भने थेरवादमा यो पनि वास्तविक सत्य होइन भन्ने, यो हाम्रो प्रियपार्मितामा त्यस्तो कुरा हुन्छ। लास्टमा स्मृति प्रस्थान पनि सत्य होइन वास्तवमा, तर थेरवादमा त्यो चाहिँ कुरा लाइन चाहिँ हुँदैन। तर अभ्यास गर्ने तरिका कायानुपස්සना यो आनापाना स्मृति जस्तै 16 प्रकारको आनापाना स्मृति हुन्छ। 16 प्रकारको आनापाना स्मृति त्यो अभ्यास गर्ने यो पञ्चविंशति शास्त्रीमा राम्रैसँग त्यो विधि चाहिँ वर्णन गरेको छ। अब भन्दाखेरि यो जुन हामी विपස්සना भनेर कुरा गर्छौँ नि, त्यो त यो महायान अथवा प्रियपार्मितासँग चाहिँ त्यो डिफ्रेन्ट रहेन छ। हामीले अथवा हामी महायानीहरूले त्यसको प्रियपार्मिताको अध्ययन गरेर त्यसको प्र्याक्टिसमा नलागेको मात्रै हो। अब त्यसै शास्त्रको माध्यमबाट हामी विपස්සना कोर्स गरेको भए हामी कहाँ पनि त्यो विधि थियो, तर अब गुम्बाहरूमा पनि त्यसको अर्थ सिकाउने, त्यसको पढ्ने, पाठ गर्ने मात्र सीमित रह्यो। अब हामी यो नेवार कम्युनिटीमा भने ठिक त्यस्तै अझ गुम्बामा जस्तो त्यति पनि भएछ न। अहिले यहाँ त पाठ गर्ने मात्रै सीमित, त्यसैमा सीमित हुने रहेछ। अब बाहिर गुर्जो नै भएन, हजारौँ गुर्जोहरू छ ललितपुरमै। कसैले पनि त्यसको मिनिङ के हो, त्यसको वास्तविक भन्न लागेको के हो, किन सुनमा लेख्नु पर्यो। अब यो त अर्थशास्त्रको प्रियपार्मिता सुनमा लेख्नु पर्दाखेरि कति पैसा खर्च होला, आजकलको हिसाबमा त करोडौँमा पुग्ने होला। त्यस्तो श्रद्धाले त्यस्तो इम्फासिस दिएको त्यो शास्त्र सूत्रमा के छ, किन त्यसले लेख्नु पर्यो भने हामीले चिन्ता नै छैन। त्यसैले अब आजकलका अब स्टुडेन्टहरूले त्यसको चिन्ता गरोस् भन्ने मेरो पनि यो उद्देश्य।
आशयले यो यसबारे यो प्रवचन तयार गरेको भन्नु पर्यो। अब डिफ्रेन्ट पर्सन अफ प्रिया पामरा लिटरेचर भन्दाखेरि एउटा सूत्रमा सानोदेखि ठुलो 1 लाखसम्म पनि छ। अब त्यो व्यक्ति अनुसार जसको कम एकदम प्रिया पामरामै स्पष्ट भनेको छ त्यो कम नलेज भएका कम त्यो विक टाइपको मान्छेको लागि लामो सूत्र चाहिन्छ। त्यस्ताको लागि यो लामो सूत्र अब छोटकरीमै बुझ्ने अलिअलि भन्दा नि यो प्रिया पामरा ज्ञान लिन सक्नेलाई छोटो भनेर यो 2 किसिमको 3 किसिमको छ अझ मध्यम भनेर लामो मध्यम र छोटो भनेर 3 किसिमको भर्सनहरू पाइन्छ। त्यो भर्सन छुट्याउनु परेकै मान्छेहरूको नलेज उनीहरूको क्षमता अनुसार भन्ने अब सायद बुझ्यो होला है। अब प्रिया पामरा सूत्र एन्ड कमेन्ट्री। प्रिया पामरा सूत्र भन्दाखेरि अहिले भने जस्तै त्यो 1 लाख श्लोकको देखि एकाक्षरी छन्नु पनि सूत्र छ भने त्यो। अब कमेन्ट्रीमा 21वटा कमेन्ट्री इन्डियाका भारतका पण्डितहरूले कमेन्ट्री बनाएको भन्ने ट्याङ्ग्योर भन्छ ट्याङ्ग्योरमा उल्लेख भएको पाइन्छ। अब त्यसमध्ये हामी नेपालमा झन्डै 3वटा मात्र संस्कृतको कमेन्ट्रीहरू पाउन सक्छौँ। एउटा हरिभद्रको अर्थशास्त्रका आलो, अनि एउटा रत्नकीर्ति हो कि कुन हो रत्न शान्ति चाहिँ नाम छ रत्नाकर शान्ति उहाँको पनि त्यो कमेन्ट्री हामी नेपालमा अहिले पाउन सक्छौँ। त्यस्तै यो पञ्चविंशति शास्त्रीको विमुक्ति सेन भनेर पञ्चविंशति शास्त्रीको टीका लेख्नु भएको छ। त्यो पनि अहिले राष्ट्रव्यापी लेखाइमा छ। त्यसको केही पाठ पहिलो सर्वकार गीताको पाठ चाहिँ इटालीबाट झन्डै 50-60 वर्ष अगाडि त्यो पब्लिस भएको छ। त्यसको फेरि देवनागरीमा पब्लिस गर्ने भनेर अहिले त्यो टिबेटन इन्स्टिट्युटमा बनारसबाट त्यो कोसिस भइरहेछ। त्यसका अतिरिक्त यो कमेन्ट्रीमा चाहिँ बजेट छेडिकाको अलि सानो त्यो टीका छ। त्यो सबै यो डिएसबिसी प्रोजेक्टमा संस्कृतमा अपलोड गरेको छ। हामी डिएसबिसी प्रोजेक्ट यहीँको वेबसाइट छ बौद्ध संस्कृत त्यसमा हामी हेर्न सकिन्छ। अब कमेन्ट्री यो कमेन्ट्री मध्ये यहाँ हरिभद्रको प्रिया पामरा आलो मात्रै यहाँ नेपाली भाषामा अनुवाद गरेको छ। तर अब नेपाली भाषामा असङ्ग हो कि असङ्गको प्रिया पामरा पिण्डार्थ भने एउटा टीका अनुवाद भएको छ। तर त्यसको प्रिया पामराको सूत्र र त्यसको कमेन्ट्री नेपाली भाषामा चाहिँ छैन। त्यही पनि अहिले यो बिटिसी प्रोजेक्ट भनेर अहिले त्यो टिबेटन भाषाको किताबहरू टमाटम यो नेपाली भाषामा अनुवाद गर्ने कार्यहरू उहाँ टिका छ र मेरो पनि छ। उहाँहरूको ग्रुपले अनुवाद गर्ने कार्य अहिले भइरहेको छ। प्रिया पामरा त सायद पब्लिस पनि अगाडि बढिरहेछ। अनुवाद सकिसक्यो, अब त्यसको पब्लिस गर्ने लागिरहेछ। तै पनि नेपाली भाषा बुझ्ने अथवा टिबेटन मूलका नभएका नेपालीहरू जस्तै अब हामी राणा रिम्पोछे उहाँको ग्रुप भनौँ न, उहाँहरूले टिबेटन प्रिया पामरा
बुझ्न चाहियो भने उहाँहरूको लागि समस्या। तर टिबेटन जान्ने नेपालीहरूको लागि चाहिँ त्यो समस्या छैन, किनभने टिबेटनमा अनुवाद त्यो पब्लिस एकदम व्यापक त्यो पाइन्छ, टिबेटन भाषामै पाइन्छ। Priyapahamta Sutra and Commentary. अब टिबेटन यो प्रियापाम्टा कमेन्ट्री टिबेटन भाषामा पनि टिबेटनहरूले पनि त्यसको कमेन्ट्रीहरू बनाएको छ, अर्कै यो संस्कृतबाट अनुवाद भएको पनि छ। हामी कहाँ नपुगेको भनेको चाहिँ टिबेटन भाषामा जति त्यसको कमेन्ट्रीहरू थियो पहिला, तर अहिले कारणवश यहाँबाट नेपालबाट अथवा अरू देशहरूबाट भनौँ न त्यो लोप भइसकेको चाहिँ देखिन्छ। अब प्रियापाम्टा लिटरेचर इन संस्कृत, प्रियापाम्टा लिटरेचर इन संस्कृत भन्नु पर्यो है। अब नेपालमा अब हाम्रो नेपाल मण्डल विषयवस्तु भयो। नेपालमा प्रियापाम्टा लिटरेचर, संस्कृतमा प्रियापाम्टा लिटरेचर, नेपालमा भएका धेरै संस्कृत किताबहरू जस्तै टिबेटमा भएको कम्योर टम्योर सबै संस्कृतबाटै अनुवाद भएको हुने वास्तवमा भन्दाखेरि नेपालमा त त्यसको कपी त कम्प्लिट हुनुपर्ने नै, तर यहाँ एकदम यो कम्योर टम्योरको टेक्स्टहरू कम्योर टम्योरमा भएका नाम हेर्दाखेरि यहाँ अहिले काठमाडौँमा 1000वटा के 800-700वटा मात्रै होला जुन कम्योर टम्योरमा उल्लेख भएको टेक्स्टहरू नेपालमा अहिले संस्कृत भाषामा सबै लोप भइसक्यो। विशेष कारण अथवा त्यो कसैले बेचे होला, कसैले नदीमा बगायो होला, कसैले अब साइटीमा राख्यो होला इत्यादि विभिन्न कारणले, कसैले लुटे, त्यसो विभिन्न कारण छ। तैपनि यो टिबेटन भाषामा तर यो प्रियापाम्टा सूत्र जस्तै शतशास्त्रीको प्रियापाम्टा, पञ्चविंशति शास्त्रीका अरू टेक्स्टहरू लोप भए पनि यो प्रियापाम्टा साहित्य चाहिँ यो काठमाडौँ भ्यालीमा धेरै कपी चाहिँ बाँकी छ। भने टिबेटन कम्योरमा सूत्रमा अहिले जुन नाम दिएको छ, लिस्ट दिएको छ, त्यसमा भएका कुनै 3-4वटा कपी मात्र यहाँ छैन, संस्कृत भाषामा छैन। अरू सबै त्यो प्रियापाम्टा शास्त्र चाहिँ सेभ भएको छ। तर अरू विषय चाहिँ जस्तै भनौँ न यो सुरङ्गमा सूत्र महत्त्वपूर्ण सूत्र हुने सुरङ्गमा सूत्र, अरू पनि धेरै सूत्रहरू यहाँ काठमाडौँमा मात्र होइन कि अरू देशमा पनि छैन। त्यस्तै यो प्रियापाम्टा लिटरेचर इन संस्कृत, यो प्रियापाम्टा सूत्र शास्त्रमा पनि अलिअलि शास्त्र काठमाडौँमा बाँकी छ। त्यस्तै सूत्रमा पनि काठमाडौँमा बढी मात्रा नै बाँकी छ। त्यसको लागि हामी अथवा नेवार बुद्धिज्म, संस्कृत बुद्धिज्म भाग्यमानी भन्नु पऱ्यो। कमसेकम टिबेटन यो प्रियापाम्टा सूत्र त बाँकी रह्यो, यदि त्यो पनि गएको भए हाम्रो बुद्धको मूल शिक्षा नै गएको भन्नु पऱ्यो नि। त्यस्तै यो प्रियापाम्टाको कुरा गऱ्यो भने निन्द्रा पनि लाग्न सक्छ है। त्यस्तो भएछ होला टिबेटन गुम्बाहरूमा पनि प्रियापाम्टाको व्याख्या गरियो अथवा त्यसको कुरा गऱ्यो भने निन्द्रा लागेर आउँछ। गाह्रो हुन्छ नबुझेपछि
हिस्टोरिकल ओभरभ्यू प्रज्ञापाण्डु लेक्चर चाहिँ नेपाल मण्डल। अब यो पनि करिब करिब कुरा गएकै जस्तो लाग्छ हो। हिस्टोरिकल ओभरभ्यू अफ प्रज्ञापाण्डु लेक्चर इन नेपाल भन्दाखेरि अब अघि टिकट दाइ चाहिँ अलिक अवेर भएकोले त्यसको व्याख्या चाहिँ सुन्नु भएन होला है। वास्तवमा यो हिस्टोरिकल ओभरभ्यू अफ प्रज्ञापाण्डु लेक्चर चाहिँ नेपाल मण्डल भन्दाखेरि नेपाल मण्डलमा जुन तिब्बतन अथवा यहाँका पण्डितहरू बुद्धिस्टहरू नालन्दा विक्रमशिला आदि विभिन्न बिहारमा इन्डियामा गएर पढ्न जानुभयो। पछि उहाँहरू पनि यो काठमाडौँ भएर तिब्बतमा जाने क्रममा यो प्रज्ञापाण्डु साहित्यहरू यहाँ काठमाडौँमा टमाटम यो आएको चाहिँ देखिन्छ। अब त्यसमध्ये जबसम्म नालन्दा विश्वविद्यालय अथवा विक्रमशिला विश्वविद्यालय कायम थियो त्यति बेलासम्म यो प्रज्ञापाण्डु साहित्य काठमाडौँमा भित्रिएको देखिन्छ। अब कुनै कुनै हिस्ट्री त्यस्तो पनि छ कि जुन बेला नागार्जुन यो नालन्दा विश्वविद्यालय आग लागि भयो ध्वंस भयो त्यस्तै साल त्यस्तै 5-10-20 वर्षको अन्तराल त्यो एरियाको टाइममा एउटा काठमाडौँमा कस्तो कथा छ भने एउटा भूभागको भनौँ न भूभागमा त्यस्तो कस्तो कथा छ भने इन्डियातिरबाट कुनै पण्डित ब्राह्मण भए पनि बुद्धिस्ट एकदम प्रज्ञापाण्डु श्रद्धा गर्ने उहाँहरूको गाउँमा चाहिँ त्यो अनिष्ट भएर त्यो आगो लागेर त्यहाँ बस्ने नभएर त्यो चैत्य र प्रज्ञापाण्डु लिएर यहाँ नेपालमा अथवा ललितपुरमा बस्न आएछ। त्यो टाइम ठिकै त्यो नालन्दाको जुन एट्याक भएको टाइम चाहिँ मिल्न आउँछ भन्दाखेरि त्यो कथा चाहिँ टाइम गएपछि बिस्तारै बन्दै जान्छ नि। कथा भनेको त त्यो सुन्दा त्यो फरक हुँदै जान्छ नि। पछि त कथा भएर जान्छ त्यो घटना भने। त्यस्तै यो नेपालको यो बुद्धिस्ट यो इतिहासमा भने त्यस्तो कथा पाइन्छ भन्दाखेरि त्यस्तै टमाटम यो बौद्ध सूत्रहरू शास्त्रहरू यहाँ काठमाडौँमा भित्रिएको भन्ने हामी बुझिन सकिन्छ। अब यो जुन अक्षर चाहिँ चेन्ज भइरहेछ त्यो नेपालीको हो। त्यसमा दुईवटा सब्जेक्ट छ। एउटा हाम्रो नेपालमा कसरी यो प्रज्ञापाण्डु भित्रियो अनि कसरी फेरि यो टेक्स्टहरू विनाश हुँदै गयो भने दुईवटा सब्जेक्ट छ। अब भित्रिएको त अहिले जुन कुरा गरिएको छ त्यसमै जान्छ। अब यो प्रज्ञापाण्डु सूत्र मात्र होइन कि नेपालमा भएका विभिन्न टेक्स्टहरू कसरी लोप भयो भन्ने विषयमा 2 नम्बरको छ। अब यहाँ कस्तो चलन छ भने नेपालमा मात्र होइन कि त्यो इन्डियामा पनि छ त्यस्तो चलन। कुनै पनि सूत्रहरू आफूसँग बढी भयो अथवा आफूलाई चाहिएन पढ्नु परेन भने त्यसको स्टोक बनाएर स्टोकमा हाल्ने चलन यो इन्डियामा पनि अथवा इन्डिया पाकिस्तान भनौँ न त्यो सबै ठाउँमा त्यस्तो चलन छ। त्यसैले नेपालको जुन समाज राज सूत्र 9 सूत्रमध्ये एउटा हो। त्यो सूत्र नै त्यसै गरेर निकालेको हो भन्ने त्यहाँ बुझिन्छ। त्यस्तो हिस्ट्री छ। अब एउटा यो चलन नेपालमा पनि धेरै छ। काठमाडौँमा कुनै स्तूप अथवा बिहार त्यस्तो बनाउँदाखेरि मूर्ति बनाउँदाखेरि आफूसँग भएको ग्रन्थहरू यो स्तूपमा राख्ने चाहिँ चलन छ। एउटा कारण त्यो नेपालमा भएको टेक्स्टहरू स्तूपभित्र रहन गयो। त्यस्ता स्तूपहरू त हामी कहाँ अब भौटमा कति होला सायद
त्यत्रो ठुलो स्टोभमा हामी खोलेर हेर्नु चाहिँ हामीलाई मिलेन। त्यस्तै किताबहरू अर्को कुनै स्टोभ जीर्णोद्धार गर्दाखेरि रिनोभेसन गर्दाखेरि त्यो किताब पाइयो, मूर्ति पाइयो, पैसा पुरानो पैसा पाइयो भने अहिले पनि हामी सुन्न सकिन्छ। त्यसैले एउटा किताब यो म्यानुस्क्रिप्टहरू हराउने कारण मध्ये एउटा स्टोभभित्र हाल्ने। अब म आफैले त्यस्तो देखेको थियो एकचोटि। त्यस्तै 50 वर्ष अगाडि एउटा स्टोभ बनाउँदाखेरि स्टोभको तल पुरा कोठा जस्तै सिमेन्टै राम्रैसँगै बनाएर त्यो कोठाभित्र झन् यत्रै ठुलो कोठा हो र त्यहाँभित्र त्यो गोवालको गुर्जोहरूसँग स्टक भएको, कुनै पाना नपुगेको, कुनै पुरानो भएको, कुनै डबल टेबल त्यस्तो भएको त्यो म्यानुस्क्रिप्टहरू त्यो डाला लाइन मान्छे बसेर झन् 20-15 जना मान्छे बसेर त्यो डाला लाउने त्यो स्टोभमा हाल्ने। अब भन्दाखेरि त्यहाँ कति त्यो म्यानुस्क्रिप्टहरू गयो होला। त्यसैले त्यस्तै अब सेकेन्ड यहाँबाट म्यानुस्क्रिप्टहरू लोप हुनेको कारण एउटा यस्तो भयो। त्यस्तो हामी अब पहाडीमा पनि हुनसक्छ, हिमालयमा पनि त्यस्तो गरेको हुनसक्छ। अर्को एउटा कारण नेपालमा विगत हजारौँ वर्षदेखि भनौँ न, हजारौँ वर्षदेखि यो मुसलमानहरू, क्रिस्चियनहरू जुन धर्म प्रचारको लागि नेपालमा आउँछ। मुसलमानहरू त कम छ, तर क्रिस्चियनहरू मल्लकालीनदेखि नेपालमा उहाँहरूको धर्म प्रचारको लागि त्यो मिसनहरू आएको हिस्ट्री छ। अब उहाँहरू आउँदाखेरि पहिला के गर्ने? पहिला नै यो मान्छेहरूलाई हातमा लिन पहिला सरकारी राजालाई नै हातमा लिने। उहाँहरूलाई कुनै उपहार त्यस्तो गजबको सामानहरू उपहार दिएर खुसी पार्ने। अनि तिमीहरू ल जे पनि गर्नुहुन्छ तिमीहरू सुट छ भनेर धर्म प्रचार गर्न लगाउने। त्यसरी पाटनमा एउटा चर्च नै त्यति बेला चर्च नै बनाएर त्यो उहाँहरूको सङ्घ अहिले मण्डली भन्छन् होइन, मण्डली बनाएर बसेको त्यो हिस्ट्री छ। अब एउटा पार्टीले आउँदाखेरि के गर्यो भने उहाँहरूले धेरै जसो यो ब्रिटिसहरू छ पाटनमा र उहाँहरूले यो कन्भर्ट गर्न सकेन यहाँका ब्रिटिसहरूलाई। तर यहाँ भएका किताब जति किन्न सक्यो त्यो किताब किनेर बाल्यो। अब उहाँहरूको डिमान्ड कस्तो भन्दाखेरि ल म नेपाल गएर त यति टेक्स्ट किनेर मैले 50 थैली किताब किनेर त्यो बालेर आएँ भनेर त्यो डिमान्ड जति त्यस्तो गर्न सक्यो त्यस्तो चाहिँ उहाँहरूको डिमान्ड। त्यस्तो हिस्ट्री उहाँहरूको पनि त्यस्तो पनि छ। अब त्यति हुँदै त्यति गर्दाखेरि त्यो क्रिस्चियन बनाउँदै त्यो यहाँको टेक्स्टहरू त्यसरी बिगार्ने, कुनै मूर्तिहरू चोरेर ल्याउने त्यस्तो पनि भएको हिस्ट्रीमा छ। त्यसै क्रममा त्यो प्रचार गर्ने क्रममा जब पृथ्वीनारायण शाहले यहाँ अट्याक गरेपछि यहाँका क्रिस्चियनहरूलाई यहाँबाट काठमाडौँबाट पाटनबाट ठपाइदिएपछि इन्डियामा गएर बस्यो। यहाँ नेवारहरू क्रिस्चियन भइसकेका भने अहिले पनि इन्डियामा छ, उहाँहरूको बस्ती सहर नै त्यस्तो छ। यदि त्यति नगरेको भए अहिले त धेरै चर्च भइसक्यो यो पाटन एरियामा। अहिले त पुरा आधा भन्दा नि बढी यदि मल्लकालीनमा त्यस्तो नगरेको भए अहिले त आधा भन्दा पनि बढी क्रिस्चियन भइसक्यो होला। एउटा ध्वंस हुने कारण त्यो भयो। अनि एउटा राणाकालमा पनि त्यस्तै यो शाहकालमा पनि यो ग्रन्थहरू लिएर यो पैसा दिएर पनि धम्काएर पनि लुटेर पनि त्यो म्यानुस्क्रिप्टहरू लिएर त्यो बिगार्ने चलन छ। अब अनि अर्को यो जुन मुसलमानहरूबाट यो काठमाडौँ भ्याली लुट्दाखेरि यहाँको घरहरू त्यो सबै पुरा यो स्टोभहरू बिगारेर स्टोभभित्रको
निकालेर के त्यहाँ भएका सम्पत्तिहरू छ त्यो सबै निकालेर किताबहरू बाँधिने पुरा काठमाडौँ नै 5-6 दिनसम्म जान्ने गरे त्यस्तो घटना धेरै भएको थियो। त्यसैले नेपालमा जति तिब्बतमा यो बुद्धिस्ट हिस्ट्रीको रेकर्डहरू छ तर नेपालमा पाइँदैन। धेरै कसरी भयो किन भयो भन्ने जवाफ दिन सकिँदैन किनभने त्यो रेकर्ड सबै त्यो उडेर गएको लुटेर गएको लगेको त्यो कारण। अब यो बाहिरबाट आउनु अब भित्रबाट हामीले नै आफैले गरेको चिज चाहिँ एउटा स्टोकमा हाल्ने अर्को बेच्ने यो लास्ट सेन्चुरीमा अब 20औं शताब्दी भनौँ 19औं शताब्दीतिर जस्तै श्रीमान लेडी आदि बौद्ध विद्वानहरू काठमाडौँमा आउन थाल्यो। उहाँहरूले धमाधम संस्कृत किताबहरू किन्न थाले। अब यहाँ चाहिँ पढ्न मन नलाग्ने यो म्यानुस्क्रिप्ट भए तापनि त्यसलाई बोझ जस्तो ठान्ने। अब त्यसो भएपछि अब किन्नेहरूलाई त्यही किताब चाहिने। यहाँहरूलाई अब कवारी फाले जस्तै यहाँ आजकल कवारी आयो भने त्यो कवारी दिएर पढाउन कवारीलाई कमाइ हुने त्यसैबाट अब मान्छेलाई त्यो दिएपछि आफूलाई पनि कमाइ हुने। ठिक त्यस्तै म्यानुस्क्रिप्टहरू पनि बुद्धिस्ट टेक्स्टहरू पनि त्यसरी किताब बेचेको अहिलेसम्म पनि त्यो हामी यो दरबार स्क्वायर आदिमा ठाउँमा किरोमा गयो भने बेचिरहेको देख्न सकिन्छ। त्यस्तै भएर अहिलेको यो बुद्धिस्ट संस्कृत बुद्धिस्ट भनौँ न बुद्धिस्ट समाज भन्दाखेरि टिबेटन चाहिँ अहिलेको भ्यालीको हिसाबमा त टिबेटन पनि आइसक्यो थेरवाद पनि आइसक्यो सबै मिक्स भइसक्यो नि। त्यसैले यो बुद्धिस्ट यहाँको बुद्धिस्ट भन्दाखेरि सबैमा लागु हुन्छ। तर अहिले नेवार बुद्धिज्ममा टेक्स्ट अथवा संस्कृत बुद्धिज्म ह्रास हुने एउटा कारण चाहिँ लास्ट कारण त्यही भन्नु पऱ्यो। लास्ट कारण त भने अर्को एउटा पनि छ। अर्को के भन्दाखेरि धेरै जस्तो यो किताब कलेक्सन गरेका गुरुजहरू बाजेले त्यसको युज गरेको हुन्छ। त्यसको पूजा पाठ गर्ने अथवा पढ्नेको लागि युज गरेको हुन्छ। अहिले जमानाको त्यो नयाँ पिँढीहरूलाई त्यसलाई एकदम के भनौँ इन्ट्रेस्ट नहुने त्यसको मतलबै नहुने झन् त्यसलाई राखेर अलि डिस्टर्ब भयो जस्तो फिलिङ हुने। त्यसरी गर्दाखेरि उहाँहरूले धेरै जस्तो यो 50-60 वर्ष अगाडिको मान्छेहरूले यो किताबहरू यताउता राख्नु हुँदैन, त्यो नाग्ने त्यसो गर्नु हुँदैन, त्यसलाई भागमुटीमा फालेर आउने, भागमुटीमा जे पनि भागमुटीमा फाल्ने, भागमुटीमा फालेपछि त्यो तर्यो शुद्ध भयो, आफू चाहिँ बस्यो। घरमा राख्यो भने त्यसलाई नाग्नुपर्ने, त्यो पूजा गर्नुपर्ने त्यस्तो हुन्छ नि होइन तन्दा। त्यसो भएर धेरै म्यानुस्क्रिप्टहरू पनि लोप भएको देखिन्छ। अब त्यसको उदाहरणमध्ये एउटा उदाहरण एकजना त्यो बागमतीमा त्यो कुन जलविनायक छन् के भन्छ चौबारतिरको बागमतीमा नुहाउनु रहेछ बिहान एक दिन यो किताबको पोको बगाउँदै ल्याएको देखेको छ। उहाँले बगाउँदै ल्याएछ। अब किताब भन्ने त बुझिहाल्यो। अब त्यसलाई के किताब होला हेरौँ भनेर लिएर उहाँले टिपेर किताब हेर्दाखेरि त अब सुनले लेखेको किताब पुरा बाक्समा राखेर किताब चाहिँ बगाएर फालेर बगाइदियो। बगाएर त्यहाँ अर्को मान्छेले भेटेछ, यही पाटनको मान्छे। त्यसले त्यो किताब ल्याएर फेरि आफ्नो घरमा राखेर यहाँ उहाँले अब गुठी राखेर त्यसको पढाउने चलन गर्नुभएछ। अर्को एउटा एकजना मान्छे कलकत्तामा व्यापारको सिलसिलामा गएछ।
व्यापारको सिलसिलामा त्यहाँ कलकत्तामा जाँदाखेरि यहाँको अर्को कुनै मान्छे त्यहाँ आएर त्यो किताब बेच्न घुम्दै थियो अनि आफै नेपालकै मान्छे भएर के बेच्न ल्याएको होला के भनेर सोद्धाखेरि हेर्दा त्यो पनि प्रियपाण्डे किताब। अब त्यो साहुले त्यही किताब किनेर फेरि यहाँ अब महाभोट पादनको महाभोटमा राखेर अहिले पनि पढ्ने काम गरिरहेको छ। अब हामीले देखेको त्यो बाहेक अब मैले नै देखेको अर्को एउटा अब गुरुजी नै उहाँले घरमा गएर किताब हुनेसँग एकदम त्यो कुरा गरेर फकाएर किताबहरू कति किताब हजारौँ किताब किनेर अब विदेशहरूलाई बेच्ने अथवा अहिले लेखालयमा बेच्ने गरेको पाइन्छ। त्यसैले किताबहरू यहाँ नेपालबाट लोप भएको एउटा कारणमध्ये यो भयो। गाह्रो त लागेको छैन है? छोटकरी जाना अब गौरव अथवा प्रियपाण्डे सूत्र एन्ड कमेन्ट्री फ्रम नेपाल भन्दाखेरि अब एउटा गौरवको कुरा गरौँ न। अब दुःखको कुरा सिक्यो। प्रियपाण्डे सूत्र कमेन्ट्री फ्रम नेपाल भन्दाखेरि अहिले जुन प्रियपाण्डे सम्बन्धी कमेन्ट्री बाहिरबाट पब्लिस भएको छ, जस्तै किताब चाहिँ नेपाल काठमाडौँकै हो, त्यो काम गर्नुपर्ने नेपाल नै हो, हामी गुर्जो अथवा बजारहरूले नै गर्नुपर्ने हो। तर त्यो गएर कलकत्तामा अथवा कुनै इटालीमा, कुनै अमेरिकामा, कुनै जापानमा गएर यहाँका किताबहरू उहाँबाट पब्लिस भएर आउँछ। अब सबै त्यस्तै भइरहेछ। तर वास्तवमा हाम्रो काम हुने यो संस्कृत बुद्धिस्ट ग्रन्थहरू पब्लिस गर्ने त्यो सबै त यो नेपाल बुद्धिस्टको कर्तव्य हुने। तर भइरहेछ बाहिरबाट। तैपनि बाहिरबाट पब्लिस गरिसक्यो, त्यो एडिट गर्नको लागि त गाह्रो छ नि। एकदम त्यो म्यानुस्क्रिप्टको डिफ्रेन्ट कपीहरू हेर्नुपर्छ, त्यो संस्कृत बुझ्नु पर्यो, त्यो एडिट गर्ने तरिका सिक्नु पर्यो। तैपनि बाहिरबाट गरेछ, पब्लिस गरेछ। तर पब्लिस गरेको किताब पनि यहाँको बस्नेहरूलाई थाहा छैन। यो फन्ना किताब पब्लिस भएछ भने 50औँ वर्ष 25औँ पनि थाहा हुँदैन। यस्तो कमजोर हाम्रो यहाँको शिक्षाहरू एकदम कमजोर छ। तर अब सूत्रहरू जस्तै प्रियपाण्डे सूत्र, शतशास्त्रीका प्रियपाण्डे सूत्र झन्डै 70 परिवर्तनमध्ये 14 परिवर्तन 100 वर्ष अगाडि पब्लिस भएको छ इन्डियाबाट, कलकत्ताबाट। अब त्यो पनि सायद धेरैलाई थाहा छैन होला। अब त्यस्तै अर्थशास्त्रको प्रियपाण्डे भने 100 वर्ष अगाडि नै 1888मा पब्लिस भएको छ। भन्दाखेरि त्यो हाम्रो बाजेको पालोमा त्यो पब्लिस भइसकेको छ। त्यस्तै अब सानो जुन प्रियपाण्डे भयो, यो कमेन्ट्री भयो, सबै बाहिरबाट पब्लिस भएको छ। तर हामी अब यहाँका बौद्धहरू अलि धर्ममा जागरण नभएकोले यो थाहा नपाएको अथवा थाहा पाएर पनि अध्ययन नभएको तर अहिले अलि बुद्धिज्ममा जागरण आएको जस्तो देखिन्छ। त्यसैले यहाँका अब नयाँ विद्वानहरू, स्कलरहरूले यो प्रियपाण्डे साहित्यमा पनि ध्यान दियोस् भन्न म चाहन्छु। ओल्डेस्ट म्यानुस्क्रिप्ट अफ प्रियपाण्डे सूत्र यसमा जाउँ है, छोटकरी गरिदिनु। तपाईँलाई फर्किनु पनि गाह्रो होला। अब यसमा गर्व गर्नु पऱ्यो, लास्ट पहिलो होइन, प्रियपाण्डे लिटरेचर बाई नेपाली पण्डित। अहिले अब यहाँ चाहिँ नेपाली पण्डित त्यसो पनि छ भनेर अब बुझ्नु पऱ्यो नि होइन।
अब प्रिय पाउन्डर लिटरेचर भाइ नेपाली पण्डित भन्दाखेरि रत्नबहादुर बज्राचार्य। रत्नबहादुर बज्राचार्य उहाँ भूपालको 1954 समथिङमा डेट भयो उहाँको। अब यो रत्नबहादुर बज्राचार्य नेपालमा बुद्धिज्मको जागरणको लागि सबभन्दा बढी मेहनत गर्नुभएको, एकदम लागेर। अनि यो काठमाडौँ भ्यालीको अभिलेखाले यो म्यानुस्क्रिप्ट भएका जुन जस्तै आशा सपुकोटी, नेसनल आर्काइभ, अरू पनि प्राइभेट कलेक्सनमा जोसँग त्यो म्यानुस्क्रिप्टहरू छ, त्यसमा उहाँको धेरै किताब भेटिन्छ। उहाँले त्यति बेला प्रेस थिएन, उहाँले हातमै किताब लेखेर विभिन्न यो घरमा वितरण गर्नुहुन्छ। उहाँको पेसा नै त्यो किताब लेख्ने मात्रै गर्नुभएको थियो। त्यसैले उहाँको ह्यान्ड राइटिङ अभिलेखाले आशाको कुटीमा पनि धेरै किताब यो खोज्दाखेरि उहाँको हस्तलिखित पाइन्छ। उहाँको उद्देश्य नै काठमाडौँमा म्यानुस्क्रिप्टहरू पहिलाको म्यानुस्क्रिप्ट होइन, जति सक्यो त्यति यो बढाउँदै जाने। त्यो बाहेक उहाँले यो बुद्धिस्ट, अब नेवार बुद्धिस्ट अथवा नेपालको बुद्धिज्मको लागि त्यसलाई कसरी यो तिब्बतमा जस्तै इन्डियामा जस्तै हामी त्यो जागरण अथवा शिक्षालाई त्यो स्थापना गर्ने भनेर उहाँले आफ्नै प्रोजेक्ट, यो श्रावकयानमा यो विषय पढ्नुपर्छ, महायान विषयमा यो पढ्नुपर्छ, वज्रयानमा हामीले यो पढ्नुपर्छ, सिक्नुपर्छ भनेर एउटा पुण्याग्रह दूत भन्ने उहाँको प्रोजेक्ट जस्तै यो पत्रिका जस्तै निकालेको थियो। उहाँले त्यो हामी बज्राचार्यहरूले यो विषयवस्तुहरू सिक्नुपर्छ, यसरी काम गर्नुपर्छ, यसरी हामी यो काम गरेर जाउँ भनेर उहाँले त्यो यहाँका बज्राचार्यहरूलाई प्रस्ताव राख्नुभएको थियो। तर काम चाहिँ उहाँ सफल चाहिँ हुनुभयो, माने त्यो युनिटी पुगेन होला। त्यसैले उहाँ अहिले नेवारी भाषामा भने जस्तै शतशास्त्रको प्रिय पाण्डे 1 लाख श्लोक भएको प्रिय पाण्डेको 50% अनुवाद गर्नुभएको थियो। 50% अनुवाद गरेको भने कम छैन होइन, कम मेहनत छैन। तर 50% एक्लैलाई अनुवाद भएर भने अहिलेसम्म पनि त्यसको कुनै अंश पब्लिस भएको छैन। ठिक त्यस्तै अर्थशास्त्रका चाहिँ पब्लिस भयो, बोर्डसय एउटा पब्लिस भयो, अरू पनि धेरै उहाँले नेवारी भाषामा अनुवाद गर्नुभएको थियो। त्यसैले उहाँको नाम अहिले अब जब गइसकेपछि सबैले उहाँको नाम लिन्छ, भएको बेला चाहिँ उहाँको मतलब चाहिँ छैन। जोगमुनि चाहिँ पनि एकदम मेहनती, यो प्रिय पाण्डा शास्त्रको लागि प्रचारको लागि धेरै मेहनत गर्नुभएको। जोगमुनि गुरुज्यूले यो प्रिय पाण्डा अर्थशास्त्रका र शतशास्त्रका पब्लिसको लागि आफैले प्रेस राखेर, त्यति बेला अब आजको आधुनिक प्रेसहरू त छैन, सबै कम्पोज गरेर गरेर बनाउनुपर्छ। त्यो आफैले कम्पोज गरेर, आफै एडिट गरेर, आफै त्यो प्रिन्ट गरेर घरमा यो वितरण गरेर झन् अर्थशास्त्रका गण्डव्यूह, गुणकारणव्यूह आदि धेरै किताबहरू उहाँले प्रचार गर्नुभएको थियो। यसरी मेहनत गर्नु भएको थियो उहाँ जोगमुनि गुरुज्यूले। उहाँ पनि अहिले बित्नुभएको छ। अब त्यसपछि देवे वज्र बज्राचार्य उहाँ त्यो यङ टाइममा त बुद्धिज्ममा त्यति इन्ट्रेस्ट थिएन। तर उहाँको भाइ चाहिँ डी बज्र भने त्यो माध्यमिक शास्त्रमा एकदम जान्नु बुझ्ने। उहाँ अब थेरवादीहरूसँग वाद विवाद गर्ने माध्यमिक शास्त्रको आधारमा भनेर त्यसरी कसिने, यो आन्दोलन गर्नु पर्यो, यो माध्यमिक शास्त्र कसरी प्रचार गर्ने भनेर एकदम जोसिलो देव बज्र गुरुज्यूको भाइ डी बज्र भने। तर अगाडि नै बित्नुभएछ। यो डी बज्रको पालामा पनि देव बज्र त्यो बुद्धिज्ममा त्यति इन्ट्रेस्ट छैन, तर संस्कृतको चाहिँ राम्रो ज्ञाता।
तर पछि उहाँले फेरि यो संस्कृतको बुद्धिज्म पनि अध्ययन गर्न थाल्नुभयो। तर उहाँको नलेज चाहिँ गजब कि हामी पञ्चस्कन्ध प्रतिष्ठा समुत्पाद भन्दाखेरि हामी बुद्धिज्ममा लागेका सिकेका प्रवचन सुनेका भने धेरै पछि मात्रै बुझ्ने त्यो सब्जेक्ट त्यो माध्यमिक शून्यता बारेमा एकदम गाह्रो। तर उहाँले त्यो नलेजहरू क्याच गर्न सक्छ। त्यो मैले सङ्कट गरेकोले त्यो मलाई अनुभव भएको। त्यसैले उहाँले आलोक प्रिका पाण्डे आलोक जस्तो कार ग्रन्थ पनि अनुवाद गर्न चाहेको। अब त्यसै उहाँले धेरै प्रिका पाण्डे समाजराज व्यासभूमेश्वर आदि यो नेवार बुद्धिज्मको लागि धेरै योगदान गर्नुभएको थियो। अब त्यस्तै अब नयाँ आएर अब यो विजयराज बजाचार्य सायद नाम सुन्नुभएको होला। उहाँ अहिले पनि बनारसमा काम गर्दै हुनुहुन्छ। अब यो विजयराज बजाचार्यको मुख्य देन भनेको पञ्चविंशति शास्त्रीका 25,000 श्लोक भएको प्रिका पाण्डेको एडिट गरेर पब्लिस गर्नुभयो 3 फर्ममा। त्यो पहिला भारतको विद्वान राजेन्द्रलाल मित्र हो क्या अरे, उहाँले पनि त्यो प्रिका पाण्डेको 14 परिवर्तन मात्र पब्लिस गर्न सक्यो। त्यो 14 परिवर्तन अझ एक परिवर्तन सर्वकारीयता मात्र पब्लिस गर्नु पायो। त्यसको पछि कसैले पनि त्यो प्रिका पाण्डे बारेमा त्यो काम गर्न सकेन। त्यो इन्कम्प्लिट भन्नु पऱ्यो होइन। एक परिवर्तन मात्र 70 परिवर्तनमा एक परिवर्तन मात्रै उहाँले पब्लिस गर्नुभयो। अनि उहाँ त्यो विजयराज बजाचार्य बनारसमा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा पढ्दै रहनु हुँदाखेरि यहाँ उहाँ बनारसमा पढ्दै हुनुहुन्छ भनेको सुनेर एकचोटि अब आफ्नै सङ्घको भएर उहाँको घरमा गएर के अहिले के भइरहेछ, त्यहाँ के गर्दैछ भन्ने सल्लाह हुँदाखेरि उहाँले अब आचार्य अथवा पिएचडी गर्न लागेको छ, के विषयमा लिने के विषयमा लिने त्यस्तो लागिरहेछ भन्दाखेरि मैले यो पञ्चविंशति शास्त्रीकामा लाग्नु किताब चाहिँ ठुलो छ। कहीँ पनि भारतका विद्वानहरूले त गर्न नसकेको हाम्रो कर्तव्य पनि हो नि, हामी बुद्धिस्ट हो, यो प्रिका पाण्डेमा काम गर्ने हाम्रो कर्तव्य पनि हो, पुण्य पनि हो भनेर एकदम सम्झाएपछि आफूसँग भएको त्यो म्यानुस्क्रिप्ट पनि उहाँले दिएर उहाँले स्वीकार्नु भएर त्यसमा लाग्नुभयो। तर पिएचडी गर्ने भन्ने विषय धेरैले छिट्टै सिद्ध्याउने खोज्ने सानो प्रोजेक्ट लिएर काम गर्छ। तर उहाँले 25,000 श्लोकको प्रिका पाण्डेको पिएचडीमा लागेर त्यसको प्रिका पाण्डेको पनि अर्को 8वटा टेक्स्टहरू त्यो टेक्स्टहरू मिलान गरेर त्यो पञ्चविंशति शास्त्रीको प्रिका पाण्डेमा 20 वर्ष लगाएर पब्लिस गर्नुभयो। त्यो हाम्रो गौरव भन्नुपर्छ। कमसेकम बजाचार्यलाई इन्डियामा बसेर भने त्यो प्रिका पाण्डेमा पिएचडी गरेर पब्लिस समेत गरिदिनु भयो। त्यति नगरेको भए अब हामीलाई गाह्रो हुन्थ्यो नि। त्यसैले यो चाहिँ हाम्रो गौरव भयो। अब यहाँभन्दा तल चाहिँ नजाउँ, एउटा विषय थपौँ के भन्दाखेरि यो प्रिका पाण्डे नेपालमा मात्र होइन, नेपाल इन्डिया अब इङ्ग्लिस भाषामा पनि त्यो प्रिका पाण्डे सम्बन्धी धनात्मक किताबहरू त्यसको कमेन्टहरू पब्लिस भइसकेको छ। अझ इन्टरनेटमा युट्युबमा यो archive.com आदि त्यो साइटहरूमा प्रिका पाण्डे सम्बन्धी आर्टिकल किताब टेक्स्टहरू धेरै पाइन्छ हामी खोज्यो भने। त्यसैले अहिले प्रिका पाण्डे सूत्रमा हामी लाग्न चाहियो भने हामीलाई त्यो म्याटरको कमी छैन। त्यसैले हामी अब यो एकदम महत्त्वपूर्ण प्रिका पाण्डे भन्ने विषय महायान धर्मको लागि अनि सबैले डिमान्ड गर्ने गाह्रो भयो भने त्यसैले सबैले हामी त्यस विषयमा लागेर अब एकचोटि यो प्रिका पाण्डे विषयमा पनि हामी जागरण अथवा
के भनौँ त्यसै गर्न सकोस् भन्ने प्रिया पार्नेको एकचोटि फेरि नेपालबाटै भनौँ नेपालबाटै त्यसलाई प्रचार अझ राम्रोसँग प्रचार गर्न सकोस्, हामीले त्यसको अनुभव प्रिया पार्नेको अनुभव गर्न सकोस् भन्ने म आजको यही